स्वाट पुरै जमे खाके आइस माथि बाटो डेन्जर छ क्या बाटो हो कि यत्तिकै हो भन्ने हो अम्मै मनाङ भ्यालीको बाटो गरे यहाँ ग्रीन लेक कता है हजुर ग्रीन लेक हजुर ब्लू लेक त माथि हजुर माथि ब्लू लेक माथि त होला त यसो गर्नु हुन्छ यिनीहरू पनि खोज्दै रहेछन् होइन स्लिप मत खाना मेरे भाई बहुत चिप्लो छ यार रोड पनि हजुर बाटो छ तर चिप्लो छ के आइस लेक थाहा भएन मलाई त्यो ग्रिन लेक यहाँ अगाडि छ भन्थे धेरै तल हो त्यो ग्रिन लेक अनि त्यो ग्रिन लेक भन्दा यतापट्टिको सानो कुन अरे सानो छ एउटा त्योभन्दा माथितिर अर्को ठुलो ग्रिन लेक माथितिर छ भन्थे 1 मिनेट लाग्छ भनेर माथि सोधेको अरू त यहाँ तल छैन होला अरू माथितिर जानुपर्छ होला यहाँ माथि डाँडा माथि पनि जग्गा एउटा कुन हो खै थाहा भएन बाटो त छ अहिले बन्द गरे होला सायद उयो हेर्नु न त्यहाँ बाटो त छ नि ड्याम लोकेसन हान्नु न मोबाइलमा यहाँको लोकल मान्छेलाई सोध्नु पर्ने त यहाँ माथि छ हेर्ने रे होटल छ हल्का हेर्ने रे एउटा आन्टी छ उहाँलाई सोधेको हामीले नि हजुर ब्लू लेक उहाँलाई लेकहरू त्यहाँ कति छ कति कता भने बिर्सिहालेँ मैले त हामीले हिजो आउँदाखेरि चाहिँ तलको लेक चाहिँ देखेको थियौँ त्यही भएर अहिले त्यतै जाने भनेर आएको हजुर Mama.
त्यसै नपुग्यो यार यसले गर्दा यहाँ अगाडि मिटरै नदेखिरह 2 गियरमा रहेछ खतरासिली खान्छ यार भिडियो हुन्छ जाम त्यसको फेरि टायर गिट्टीवाला छैन त्यो त्यसरी जान्छ यार यो फेरि चिप्लिन्छ कस्तो हो यो त अचम्म लागिरहेको मलाई त हजुर ब्लू लेक ग्रीन लेक होला यो पनि ग्रीन हो यतै छ भन्छन् हामी त्यही लेकै जानलाई ग्रीन लेक त तल हो यहाँ चाहिँ अर्को एउटा सानो लेक छ ब्लू लेक हो भने त्यसो भए त यही माथि रहेछ उनीबाट जानु हामी पनि घर आएको ब्लू लेक कता अब एउटा लेक त आइस लेक मात्रै हो अरु छैन हैन अर्को पनि छ यहाँ नाम चाहिँ चेन्ज रहेछ क्या यहाँ राम्रो छ कताबाट जानु पर्यो उयो अलिकति अगाडिबाट माथि जानु अनि हिउँदोमै छिरायो हुन्छ हिउँदो तपाईँ बाइक लगेर जानुभयो जुत्ताको हालत यस्तो छ पुरै हिलो यो पुरै पानी जमेछ यहाँ होइन यो कुन चरा हो क्या डाफे हो कि कुन हो यहाँ यहाँ रहेछ माथि केटाहरू आइरहनु फोटो खिच्दैछ मारै छ पुरै जङ्गलतिर पनि पुरै हिउँ परेर रुखहरूमा हामी चाहिँ रिटर्न फर्क्यौँ अब चाहिँ बाइक चाहिँ यहाँ छ कसरी फर्काउने होला त यार यस्तो हिलोमा